दर्शकबिन नमस्कार। म आज यहाँ माइती घर मण्डलमा फेरि पनि आएको छु र एक महिनादेखि एकजना चेली यहाँ अनसन बसिरहनु भएको छ र उहाँको मुद्दा के भइरहेको छ भन्ने विषयमा म आज जानकारी लिँदैछु। दिजु तपाईँलाई स्वागत छ। धन्यवाद। दिजु हजुर त एक महिनादेखि बस्नु भएको छ। सर्वप्रथम हजुरको स्वास्थ्यमा कस्तो सुधार छ कि छैन, स्वास्थ्यमा के छ तपाईँको समस्याहरू एकचोटि भनिदिनुहोस् न। ठिकै छ मेरो स्वास्थ्य अहिले। यहाँ त अघि अस्ति पनि एकजना चेली बेहोस हुनुभएको थियो, त्यही भएर तपाईँलाई चाहिँ फर्स्टमै स्वास्थ्यको बारेमा मैले जानकारी लिएको। को चाहिँ बेहोस भयो? यहाँ अस्ति के अरे शोभा पाठक बेहोस भयो भन्ने भएको थियो नि, एक दिन हस्पिटल जानुभएको थियो नि। हस्पिटल त स्वास्थ्य खराब भएपछि जान्छ, बेहोसै त भएको छैन होला। ए अनि तपाईँको त अहिले पूर्वपक्षको लागि तपाईँको के अरे अपराधी त पूर्वपक्षको लागि जेल चलन भइसकेको छ, तैपनि तपाईँ यहाँ बसिरहनु भएको छ। तपाईँलाई के सरकारप्रति शङ्का लागेर हो कि के हो एकचोटि भनिदिनु नि। म न्याय माग्न आएको, मेरो न्याय पुरा नहुँदासम्म त म त कहाँ जानु। सरकारप्रति त एकदम विश्वास छ मेरो, सरकारले नै गर्दा अहिले यहाँसम्म यतिको न्याय पाएको हो। भनेपछि तपाईँलाई यो अहिलेको नयाँ जेएनजी सरकारप्रति एकदम 100% विश्वास छ। त्यसो भए तपाईँको अनि तपाईँलाई विश्वास छ भने फेरि पनि अब जेल चलन भइसकेको हुनुहुन्छ उहाँ, फेरि पनि यहाँ बस्नुको कारण के होला भनेर यसो जनताले पनि अहिले तपाईँलाई एकदम कमेन्टहरू गरेर देखेको छु मैले, त्यही भएर सोधिरहेको के तपाईँलाई। कहाँ जानु त, यहाँ नबसेर कहाँ जानु? घरमा अपराधीले घर परिवार विहीन बनाइदिएपछि अब कहाँ जानु? राज्यले हेर्छ कि अपराधीबाट भोलि राज्यले दिलाउँछ कि के गर्छ? भोलि बस्नलाई बास चाहियो, खानालाई घाँस चाहियो, लाउनलाई कपास चाहियो, भोलि स्वास्थ्यमा समस्या छ औषधि उपचार गर्ने चाहियो, हेरदेख गर्ने मान्छे चाहियो। त्यसै न यहाँ उसलाई जेल चलान हुँदै बित्तिकै सबै मेरो यहाँ सबै सर्वश्रेष्ठ पुरा भइगयो। ती 2-4 जना कमेन्ट गर्ने होला नि, ती कुकुरका छाउडा नै भन्छु तिनीहरूलाई मैले। त्यस्तो भुक्दैमा केही हुनेवाला छैन। अरू कसरीकन कहिलेसम्म न्याय पाइन्छ के हुन्छ त्यो मान्छेले राम्रोसँग बुझेको हुन्छ। मेरो न्यायको लागि म कसरी आवाज उठाइरहेको छु, बुझ्नेले बुझेको हुन्छ, त्यो नबुझ्नेले 2-4 जना कमेन्ट गर्नेलाई मैले त्यो केही भन्नु छैन। भनेपछि अझै तपाईँको आन्दोलन भनौँ, अनसन भनौँ, तपाईँको अझै केही समय अझै लम्बिन्छ? मेरो त लम्बिन्छ नै। अनि अब यसरी अब त दिनदिनै तपाईँको एकदम गर्मी बढ्दैछ होइन? यस्तो अब आकाशमुनि बस्दाखेरि त तपाईँलाई दिनभरि तपाईँको स्वास्थ्यको पनि भोलिको दिनमा असर पर्ला। तपाईँलाई त भोलि मम्मी बाबाहरू तपाईँको आफन्तहरू नि होला नि, उहाँलाई पनि त तपाईँको स्वास्थ्यको विषयमा चिन्ता होला। उहाँ परिवारको लागि पनि कति टेन्सन होला। तपाईँले त अपराधीले को मात्र त टेन्सन लिएर त भएन नि त, तपाईँको आफ्नो पर्सनल लाइफ पनि छ नि त, उहाँ बुवाहरू नि हुनुहुन्छ। अरूको टेन्सन भन्दा पनि म मेरो न्यायको टेन्सन गर्ने हो। त्यो घाम, चिसो, हावा, पानी त्यो त छँदैछ हाम्रो ठाउँमा होइन। भोलि तपाईँ नै रहनु भएन भने न्याय कसरी मिल्छ त? म रहेन भने त्यो राज्यको हातको कुरा हो नि त। राज्यले यहाँसम्म पुर्याएको, त्यो भोलि राज्यले हेर्ने हो। म रहन्छु रहँदैन त्यो भोलि त्यो सबै राज्यको कुरा हो के। त्यो राज्यले एउटा पुलिस प्रशासनले राम्रोसँग उ नगरेर सडकसम्म पुर्याइसकेपछि अब भोलि मर्यो बाँच्यो के भयो त्यो सबै राज्यको कुरा हो के। भनेपछि तपाईँको आजीवन कारागार नहालेसम्म तपाईँको अनसन मेरो सबै जिन्दगी म बाँच्दासम्म सबै मलाई खाना घाँस बास कपासको व्यवस्था, अनि म मेरो स्वास्थ्यको लागि म बाँच्दासम्मको रेखदेख, अनि मलाई रेखदेख गर्ने मान्छे एकजना, त्यति सबै पुरा नहुँदासम्म म सडकबाटै आवाज उठाउने छु। र मैले त्यति भइसकेपछि, मलाई बस्ने बासको व्यवस्था भइसकेपछि म यहाँबाट मात्रै उड्ने छु। अनि त्यसो भए भोलिको दिनमा सरकारले सबै माग तपाईँको यदि पुरा गरेन 2 वर्ष 3 वर्षपछि, अब होइन धेरै लामो समयपछि पुरा गर्यो भने त्यो पनि तपाईँ यहीँ बस्नुहुन्छ? लामो भएपछि लामोको ठाउँमा लामै हुँदै जाने हो। म सडकबाटै आवाज उठाउँछु भनेर मैले पहिल्यै गृहमन्त्रीलाई भनिसकेको छु। भनेपछि तपाईँ यहाँबाट पछि हट्नुहुन्न? अनि त्यो हट्दैन म। हुन्छ, हस्। तपाईँको छिटोभन्दा तपाईँको छिटो न्याय मिलोस् भनेर मैले पनि सरकारसँग जोडदार माग गर्दछु। तपाईँलाई धन्यवाद। धन्यवाद।